बिदा सँगसँगै आज हामी चाहिँ अब यसो घुम्नको लागि नागोयातर्फ लागिँदैछौँ है गाइज। एकदम घाममा होइन, नाचुयासुमीमा चट्ट लाएर पौडी खेल्दै चट्ट बार्बिक्यू गर्दै होइन। वास्तवमा चाहिँ हामी बार्बिक्यू गर्न हिँडेको नागोया। हामी कुन ठाउँ जान लाग्यो साथी? नागोया गिफुकेनको मिनु ब्रिज मिनु ब्रिजमा जाँदैछ है हाम्रो गाइडहरू। हेरेर साथ सपोर्ट दिनु होला। एकदम गर्मी छ होइन गाइज, यो नागोयाको हामी चाहिँ गिफुकेनमा आइसक्यौँ, देख्न सक्नुहुन्छ। यहाँ चाहिँ चट्ट लाएर पौडी खेल्ने एकछिनमा अब होइन। यस्तै हो, गर्मी छ यतातिर। अब थुप्रै आउनु भइसक्यो हाम्रो न्युजहरू हुनुहुन्छ। चट्ट लाएर आज एक रात बसेर चट्ट लाएर होइन बार्बिक्यू गर्ने प्लानमा है हामी आएको। हामी चाहिँ 10 जना आएको छौँ चट्ट दुईवटा गाडी लिएर। हाम्रो यो मन मिल्ने मित्रहरूसँग चाहिँ अब बिदाको समयमा चट्ट लाएर घुमघाम गर्ने, रमाइलो गर्ने, कति काम मात्रै भन्नु। तपाईँहरू पनि बिदाको समयमा चाहिँ घुम्न जानु होला, कृपया माइन्डलाई एकदम फ्रेस गर्नु होला। यति भन्दै अरू पनि देखाउँदै गर्छु भिडियोहरू, माया गर्नु होला, सपोर्ट गर्नु होला, लाइक सब्सक्राइब चाहिँ गर्नु नभुल्नु होला है ब्रो। यहाँ चट्ट लाएर माछा चाहिँ पोल्ने अब हो। यो चाहिँ हामी अब मासु पोलेर है चट्ट लाएर आज यहीँ बस्ने हामी एक रात। चट्ट रमाइलो गर्नुपर्छ। सरले चाहिँ यहाँ आइस पानी ल्याउनु भएको रहेछ चट्ट लाएर। एकदम म टेस्ट गर्छु है। हाम्रो मामा हाम्रो उहाँ साथी चुलो व्यवस्था गर्दै हुनुहुन्छ उहाँ। अब चट्ट लाएर माछा चाहिँ पोलेर झ्याप्प लाएर होइन। अहिले घाम त चर्को छ, अलि शीतल भइसक्यो। आगो सागो बालेर चट्ट लाएर झ्याप्प गर्नुपर्छ। हेर्दै गर्नु होला रमाइलो। यो चाहिँ हाँसी है, हाँसी। यो बेलुकाको चाहिँ दृश्य देख्न सक्नुहुन्छ। ल रातो कलरको झुलुङ्गे फुल मिनो ब्रिज। यहाँ चाहिँ खोला छ, रमाइलो भइरहेछ। हेलो गाइज, बिहानीको सँगै गुड मर्निङ है। गुड मर्निङ सबैजनालाई, शुभ दिन। हामी चाहिँ चट्ट लाएर यो माथि डाँडामा हाइकिङ आइसक्यौँ होइन। देख्न सक्नुहुन्छ यहाँको रमाइलो दृश्यहरू। ल हेर्नुहोस् जापानको घरहरू। ल गाउँ छ, हामी चाहिँ गाउँ जस्तोमा आयौँ होइन। रमाइलो भयो, रातभरि रमाइलो गरियो। रातभरि त होइन, आधी रातसम्म रमाइलो गरियो, नाचियो, घुमियो। त्यही हो, यस्तो छ। हामी चाहिँ चट्ट टावरमा एक्सप्लोर घुमेर त्यहाँ त्यो टावरबाट आएको है। हामी झर्दैछौँ ओह्रालोमा चट्ट। भ्यू चाहिँ राम्रो देखियो एकदम। बिहानको यो के भन्छ, बिहानीको मिरमिरे घामसँगै हामीले चट्ट राम्रो भ्यू पनि हेऱ्यौँ होइन सर। हाइकिङ गऱ्यो, आनन्द भयो। आधी घन्टा त के हो झर्नलाई, थाकिन्छ हौ। बाटो 100वटा, कतार जाने टोइलेट लगाइसक्यो। कहाँ छिर्ने हो, टोइलेट पनि सर यार। त्यो त कुमारुको त हो नि सर। खै कुमारुको त हो। यसो हेर्नुस् यता सेपरेट टावर। ल हामीले चाहिँ कटुस भेटिसक्यौँ है गाइस। एकदम आता होच्यो हो कटुसले त यस्तो। आता कटुसले यार हात पुवाल पार्दै यार। कटुस नेपालको अर्गानिक ठाउँ है। नेपालको अर्गानिक ठाउँ जस्तो कटुस भेट्यो, तर मैले कटुस भन्ने थाहा छैन है नेपालमा। कटुस भन्ने त अब थाहा छ होइन, तर कस्तो हुन्छ भनेर चाहिँ मैले थाहा थिएन कि। माल चाहिँ भित्र हुन्छ, मिठो हुन्छ भनेपछि। अनि कस्तो भइरहेछ त आज तपाईँलाई हाइकिङ गर्दाखेरि मामा? हाम्रो चाहिँ उहाँ मामा हुनुहुन्छ होइन। आफ्टर लङ टाइम पछि मामासँग भेटघाट गरेर चाहिँ हामी चट्ट लाएर ओसाकाबाट नागोया घुम्नतर्फ हिजो आएको। आज बिहान उठेर हाइकिङ चट्ट गरेको। मजा आयो त। बाटो कता हो कोन्डन भएको। कटुस फुटाउँदैछ है, कटुस। ल कटुस अब एक नम्बरको प्रोटिन हो अरे, अब खानु त पर्यो। डाइट छैन। उफ्ते हो कि भित्रको हुन्छ। कटुस साथी, कटुस।
छ हो यहाँ माल छ भेटिसक्यो एउटा यहाँ देखाउ यहाँ अलि तर यो खाने टाइम चाहिँ भयो छ छ अनि त लास्ट सक्सके रहेछ के गर्यो मुढा हान्दै हिँड्नु भयो ढुङ्गा हान्दै हिँड्नु भयो यस्तो ओह्रालोमा जङ्गलमा मान्छे घाँस दाउरा होइन मान्छे मुढा बोकेर लान्छ यो मुढा यार मामाले माथिबाट गुल्टाइदिनु भयो यार हेट हेर्नु हेट हिजो दाउरा खोज्न हामी चाहिँ यहीँ भेटिँदो रहेछ रातै यतै बिताउने हो फेरि मामाले माथिबाट मुढा गुल्टाइदिएर यार थेट यहाँ अनि जापानिजहरू के अरे गाउँघरमा गाई वस्तु हुन्छ चट्ट घाँस दाउरा गर्न हुन्छ यार त्यस्तो नगर्ने मामा यहाँ फेरि कानुनी रूपमा एकदम कडा हो नि फेरि अब हुँदैन थकै लाग्यो गाई थकै लाग्यो होइन धेरै नै हिँडियो बिहानदेखि हिँडेको अघि अब उकालो चढेर गयो अहिले ओह्रालो झर्दैछौँ बाटो पनि यस्तो साङ्ग्रो छ जे होस् रमाइलो भयो माथि भ्यू हेरियो राम्रो भ्यू हेरियो होइन हजुरहरूलाई के कस्तो लाग्छ एकदम भ्लगमा आउँछ है त्यो ए यो भ्लगमा त खतरा हो अब एडिट गरेर म भ्लगर भइसक्यो नि त मामा 800 पुगिसक्यो सब्स्क्राइबर 800 होइन 8000 पुर्याउनु पर्छ कि मामा अब सबैजनाले माया गरिदिनु होला मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नु होला होइन अब चट्ट लाएर थोपा मिलेर त समुद्र बन्ने हो नि होइन हजुरहरूको सबैको साथ सपोर्टले नै हो अगाडि बढ्न सक्ने म होइन कन्टिन्यू हुन्छ अब भिडियोलाई चाहिँ लाइक सेयर कमेन्ट गर्न नबिर्सिनु होला है यति भन्दै फेरि पनि अर्को भिडियोमा आउँछु म हस् त हिँड्दै हामी फेरि कोशी नदीको रिभरमा कोशी नदीको रिभर आइपुग्यो देख्न सक्नुहुन्छ होला यस्तो रमाइलो ठाउँ छ माथिबाट खोला सर बगिरह आनन्दको झ्यार नागरा रिभर भन्ने नागरा रिभर कस्तो दामी पानी यार झ्यार आइरह आवाज आनन्द आइरह गाउँघरमा हिँडेको जसरी आनन्द फिल भइरहेछ हजुर माछा साथीहरूसँग चाहिँ एकदम रमाइलो भइरहेको छ हजुरहरू पनि ग्रुपमा यसो घुम्न जानु होला कहीँ कतै होइन रमाइलो गर्नुहोस् अब जापान जस्तो ठाउँमा सबै बिजी नै हुन्छ होइन खास गरी त अब स्टुडेन्ट लाइफमा चाहिँ लास्ट गाह्रो हुन्छ हामी त अहिले स्टुडेन्ट लाइफ नै हो यसो टाइम म्यानेज गरेर बिदासिदा मिलाएर हामी चाहिँ 10 जना छौँ घुम्न आएको हामी हिजो बेलुका चाहिँ त्यहीँ मुनि बसेको हो टेन्सन लिएर थियो होइन अनि बिहानै उठेर माथि डाँडातिर गइयो हाम्रो गाडी चाहिँ त्यहाँ छ दुईवटा गाडी लाइनमा राखेछ यही हो भ्यू दामी छ टोयलेट बस्दाको आनन्द चाहिँ छुट्टै आनन्द छ है गाइजहरू आनन्द आयो बल्ल बिहानदेखि छटपट भएको थियो तर हामी बसेको भन्दा माथि चाहिँ टोयलेट रहेछ होइन थाहा नै थिएन म्याप पनि हेरेको थिएन कहाँ छ भनेर चट्ट आउँदा बाटोमै भेट्यो आनन्द भयो हामी चाहिँ केही समयको ड्राइभ पछि चाहिँ हामी आइपुग्यौँ अहिले ठ्याक्कै नागोया हामी अहिले जाँदैछौँ नागोयाको ओसाका जेउ रे फेरि जहिले ओसाका भएर ओसाका जेउ नागोया जेउ जाँदैछौँ हामी है क्यास्टल जाँदैछौँ अब यहाँ कस्तो छ भन्ने कुरा हो क्यास्टल होइन नागोया आएपछि चाहिँ अब नागोयाको क्यास्टल हेर्न जाउँ न त भनेर चाहिँ हामी मित्रहरू कुराकानी सर्च गरेको है लास्टमा यही बेस्ट भेट्यो ल शीतल छ होइन देख्न सक्नुहुन्छ हाम्रो मामा हाम्रो साथी उहाँ हुनुहुन्छ अगाडि जङ्गबहादुर पुरै नगर्नु अब यहाँ नागोया क्यास्टल छिर्नलाई टिकट काट्नु पर्ने थियो गाइज हाम्रो ओसाकातिर आओ यार नागोया बस्ने नेपाली दाजुभाइहरू सित्तैमा छिराइदिन्छौँ हो भित्र चाहिँ होइन बाहिर यसो मावरी घुम्नलाई गेटबाट छिर्न नि दिएन त टिकट काट्ने त गेटबाट छिर्न त अब हाम्रो ओसाकातिर त टिकट पर्दैन हो गेटबाट छिर्नलाई केटाहरू टिकट काट्न गइरहेछ
अब चट्ट लगाएर भित्र छिर्नुपर्छ, चट्ट घुम्नु पऱ्यो होइन। नागायासम्म आएपछि क्यास्टल त छिर्नु पऱ्यो टिकट काट्ने भने टिकट काट्न गयो त होइन। फाइनल्ली टिकट हातमा परिसक्यो है गाइज। 10 जनाको है, पैसा तिर्नु पर्ने यार क्यास्टल छिर्न पनि। यो चाहिँ नागाया क्यास्टल है। लेट्स गो। लास्ट गर्मी छ, कति रहेछ टेम्परेचर हेर्दै गर्नु होला। अब यो चाहिँ हाम्रो नागोयाको क्यास्टल। हामी चाहिँ मेन गेटबाट छिर्दैछौँ। हेर्नु होला के रहेछ भित्र होइन। एकदम सरप्राइज। मलाई पनि थाहा छैन, भिडियो बनाउँदै जाउँ के देखिन्छ। लास्ट गर्मी छ हो नागोया त गाइज। हुन त ओसाका पनि यस्तै होला, तर ओसाका भन्दा चाहिँ धेरै नै गर्मी लाग्यो मलाई। यस्तो रहेछ बारेको यहाँ चट्ट लाएर। हाम्रो दिदीहरू मुख छोप्दै हिँड्नु भएको, सरी सबैजनालाई। अब लास्टै गर्मी हो। यस्तो गर्मीमा पनि घुम्न आउने कोही पनि कमी छैन है। यस्तो छ ल यही हो। बा 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 मेरो पैसा देखाउँछ है। लास्टै गर्मी छ। छिर्ने हो र मामा? छिर्ने हो यहाँ पनि के रहेछ देखाउने छु होइन। हजुरहरूलाई चाहिँ अब ओमियागी किन्नु अब के रहेछ त यो, अब थाहा नै छैन। ओमियागी अब हेरौँ के हुन्छ होइन। राम्रै छ के हो यो? महँगो हो? क्यास्टलको लुक चाहिँ यस्तो छ। क्यास्टलको लुक चाहिँ यस्तो रहेछ है। माथिबाट ड्रोन हाल्दा ड्रोन सट है, यो चाहिँ ड्रोन सट। अब नागोया क्यास्टल पनि घुमेर पुग्यो। गर्मीमा घुम्न नसक्ने भयो। कालो मान्छे झन् कालो हुँदै गइसक्यो। घरकाले नचिन्ला यार, भोलि घर जानु छ। घरमा नि चिनन् भने त आपत पर्छ नि हो। घर जहिले जाने गाउँलाई साथी। तिमी त हो नि मलाई पुऱ्याउनु जाने एयरपोर्टसम्म। अनि यसमा है सरर बिहान मलाई चाहिँ एकदम धेरै पसिना आइरहेको थियो है। लास्टै गर्मी छ। अब 35 डिग्रीमा हिँडिरहेको, कालो भइसक्यो। एउटा जापानिज चाहिँ तँलाई धेरै नै पसिना आएछ। औडै भएको रहेछ। रुमाल छैन होला, यही पुस्ने भयो नि। लैजा भन्यो लास्टै एसएससी रहेछ होइन। केटी हो नि जापानिज चाहिँ पर्दैन भनेको। लैजा कि लैजा अरे के हो दिइहाल्नु भयो। अब राख्नुपर्छ यसलाई। पसिना पुसौँ। आर्यातो जाइमास। मायालुको माया मिठो न्यानो न्यानो काखा। यति भन्दा चाहिँ आउँदैन है मलाई। अब सबै प्र्याक्टिस गर्दैछु। अब म चाहिँ मल्टी ट्यालेन्ट हुँला छु कि अब होइन। पहिलेदेखि सिङ्गर हो नि। पहिलेदेखि सिङ्गर हो। अब डान्सर नि हो। डान्सर त कुरै नभन्नु। तपाईँ नाच्नु देखेकै छैन म नाचेको। कस्तो नाचिदिन्छु म के थाहा तपाईँलाई। अब डान्सिङ सिङ्गिङ पुरै आफै खतरा हो नि खतरा। सक्दैन नि कसैले फेरि। जन्मेकै छैन। माइकल ज्याक्सनको बाउ आइ नि सक्दैन कि। माइकल ज्याक्सनले सक्थ्यो होला, अब त्यो गइहाल्यो। गइहाल्यो। बाउ आइ सक्दैन कि। म भनेको म हो, त भनेको तै हो रे कि।